हेलो साथीहरु, आज म नयाँ खालको गाउँले तरिकाको एउटा खाजा बनाउन गइरहेको छु हैन। आज चाहिँ म यसलाई भन्छ दुधे रोटी। दुधमा चाहिँ गहुँको आटा मुछेर अब यो रोटी यहाँ बनाउने भयो। हेर्दै गर्नुहोस् अन्तिमसम्म। यसरी मैले अब दुधलाई यहाँ राखेँ। यो उम्लिसकेपछि हामी रोटी बनाएर यसमा हाल्छौँ। सो दुध चाहिँ अब उम्लिन गइरहेछ। अब म यसमा रोटी बनाएर हाल्न गइरहेको छु। अब यो आटा भयो, यसलाई चाहिँ अब यसरी बनाउने, दुना जस्तो रोटी बनाउने। टक्क दुना जस्तो बनाएर यसरी आटामा हाल्ने। सानो सानो बनाउन सक्नुहुन्छ, ठुलो ठुलो बनाउन सक्नुहुन्छ। दुना जस्तो बनायो भने के हुन्छ नि, यहाँ पछि चाहिँ यो दुनामा गएर दुध पाकेपछि यसमा गएर चाहिँ एकदम त्यसको सस क्रिमीहरू चाहिँ जम्छ अनि एकदम टेस्टी हुन्छ। र यसलाई चाहिँ टक्क लाएर मैले यसरी बनाएँ हैन। यसरी चलाउँदै जानुपर्छ, अन्यथा दुध डढ्न सक्छ। ल हेर्नुहोस् पाकिरहेछ। अब यसलाई चाहिँ मजाले एकदम डेलिकेट टाइपको मजाले पकाउने। यसलाई चाहिँ बिस्तारै पकाउनु पर्छ मजाले। सो पाकिरहेछ साथीहरु हैन। योलाई भन्छ दुधी रोटी। अब यसमा चाहिँ मैले चाहिँ अब चिनी राखेँ। चिनी पनि हाल्नुपर्छ। अब दुधी रोटी यो एउटा खिर जस्तै हो। यसमा चाहिँ बच्चाहरूलाई टक्क गुलियो गुलियो, यसमा चाहिँ सरर अब हल्का गुलियो यसरी चिनी राखेँ। यसलाई अझै पाक्नु छ, अझै पकाउनु छ। यो चाहिँ पाकेर दुध बाक्लो भएर चाहिँ यसमा चाहिँ लाइक सस जस्तो हुनुपर्छ, हल्का लिक्विड। एकदमै ड्राई चाहिँ हुनु हुँदैन। ड्राई भयो भने पनि त्यति खानलाई अलिकति मजा आउँदैन। अन्त केही समय लाग्छ, धैर्य गर्नु होला साथीहरु। लगभग आधा घण्टा भइसक्यो मैले पकाउन थालेको। अब चाहिँ हेर्नुस् टक्क लाएर अब दुध पनि बाक्लो भइसक्यो। अब पाक्नलाई केही समय लाग्छ अझै पनि। यसरी बिचमा चलाइराख्नुपर्छ। कम्तीमा नि आधा घण्टा चाहिँ पकाउनै पर्छ यसलाई। अनि मात्रै यो दुध पाकेर बाक्लो भएर अनि यसमा चाहिँ सस टाइपको बन्दैछ। ल कृपयाहरु तपाईहरुले पनि यसरी नै घरमा टक्क लाएर बनाएर खुवाउनुस्, खानुस्। मिठो लाग्यो भने कमेन्ट, फलो, शेयर, लाइक गरिदिनु होला। ल हेर्नुस् साथीहरु, यस्तै भिडियो चाहिँ म चाहिँ हालिरहेको छु भान्से आइडीबाट। हेर्नुस् साथीहरु, अब लगभग केही समयपछि तयार हुन्छ। अब साथीहरु यो चाहिँ अब यति टाइपको भएपछि यो चाहिँ अब चाहिँ रेडी भयो। अब यसलाई चाहिँ टक्क लाएर सररै हेर्नुस् यस्तो हुन्छ दुधे रोटी बनाउने। ल हेर्नुस् यसरी घरमा बनाएर तपाईहरु पनि खान सक्नुहुन्छ। बच्चाको लागि एकदमै राम्रो, बच्चाहरूले एकदम मन पराउने।